अहिले भर्खर मैले पानी कसैले खिलाउँछु होला कसले खिलायो भन्छ कि मलाई खिलायो भने केही पनि खिलाएको छैन पानी सानी कसैले पनि झगडा सगडा नगरौँ तिमीले सुरुमै झगडा गर्ने काम गरिसक्यौ तिमी हाँस्छ न हाँस्दाखेरि राम्रो देखिन्छ होला म हाँस्दिनँ तिमीले त के भन्यो पानी कसलाई खिलायो पहिला भन मैले पानी यता सुरु है एकजना यहाँ डन भन्ने थियो एकजना डन भन्ने चिन्छौ नि डन भन्ने आउनुभएको थियो के भन्नुभयो उहाँको बोयफ्रेन्डले फोनै उठाउनु भएन होइन म लाइभमा जोइन भएको थिएँ बोयफ्रेन्ड त आउनै भएन म हजुरकै मुखलाई बोयफ्रेन्ड मानेर हेरेर पानी खान्छु ल भनेर भन्नुभयो जबरजस्ती हेर नाटक नगर के यस्तो कसैले पनि भन्दैन बुझ्यौ म यति पनि पागल छैन पत्याउँदैनौ ट्याटु गराउ भन्यौ के भन्यौ तिमीले तिम्रो नामको अब ट्याटु गर्ने भइसक्यो केटीहरूले कसले ट्याटु भन्यो ट्याटु त यहाँ आदर्श दाइले कुरा बिगारेको हो क्या आदर्श दाइले गर्छ आदर्श दाइले कुरा तिमी त फोन स्विच अफ भयो फेरि फोन नत्र फोनै गराइदिन्थे कि हजुरलाई उसले के भन्छ हजुर के रे अब मनसा दिदीलाई मात्र बोलाउनु बाँकी छ मनसा दिदीले हजुरलाई मितिनी भनिसकेको थियो हजुरले किन मितिनी तोड्दैछौ अम मितिनी तोडेको छैन मैले भने त्यो तोडेको छैन तोडिसक्छौ दिजु रिसाइसकेको छ हजुरसँग अनेस्टली कोसँग के दिजु रिसाइसकेको छ क्या उता ईशासँग किन अनि हजुरले किन ट्याटु स्याटु बनाउने कुरा गर्छेको के को रिसाउने कसको ट्याटु मनसा दिजु खोइ गाइस पुरा फेर्स्यो है फेरि होइन मैले ईशाको बर्थडेको ट्याटु हान्छु भनेर भनेको बुझेन कहाँ हाने बर्थडेको ट्याटु कहाँ हान्ने रे भने त मैले अस्ति अघि भनेको थिएँ यता हान्छु भनेको थिएँ तर उसले चाहिँ पर्दैन नहान्नु भनेर भन्दैछ तिमीले चाहिँ ट्याटु हान्ने तिमीले ट्याटु हान्ने भनेको द ट्याटु हाने म चाहिँ गएँ के भयो भर्खर होइन खै के हो यार के भयो भर्खर केही पनि भएको छैन कि भनेको कस्तो भनेको के कुरा गर्नु यार मलाई नि चित्त बुझ्दैन म पनि गएँ अब म नि बोल्दिनँ कहिले पनि सबैसँग गफ हानेपछि यस्तै हुन्छ नि होइन मैले भनेको थिएँ म नि गएँ भयो बस्यो मैले एक्सेप्ट गरेँ हजुरको सरी भयो गल्ती हुन्छ मान्छेबाट तर मान्छेबाटै हुन्छ भनेर मैले एक्सेप्ट गरेर ठिक छ बोलाम जोइन गराम कसलाई उता कसैलाई बोलाउनु पर्ने छ मैले कसैलाई पनि किन बोलाउनु को हामी दुईजनाको बिचमा को आउनु पर्यो र आइसक्यो नि त अघि एकछिन अगाडि आएको थियो नि त होइन नाइन को त्यस भयो 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 ह्याप्पी दिस तिमीलाई ह्याप्पी तीज के छ खबर आउनुहुन्छ लाल कुर्ता लगाएर लाल बिन्दी लगाएर आज रातो दिन हो नि त गाह्रो पार जब तुम लाल कुर्ती में लाल बिंदी लगा कर आती हो माँ कसम तुम मुझे एम्बुलेंस नजर आती है ओके थैंक यू एम्बुलेंस तो घायल लोगों को ले जाती है पर तुम घायल बना के जाती हो ओहो थैंक यू क्या बात क्या बात हैप्पी तीज है दिजुको रिक्वेस्ट आइरहेको छ एक्सेप्ट गर्छु ल दिजु बोलाउ त त्यसले नमस्कार ह्याप्पी तीज दिजु ह्याप्पी तीज सो क्यूट थ्याङ्क यू हेलो माथि भएको मान्छेलाई नि हेलो ह्याप्पी तीज है ह्याप्पी तीज ल मोबाइल नै गुल्ट्यो क्या उहाँको त त्यस्तै हुन्छ हात काम्न थाल्छ कि अलिअलि बिचराको एनर्जी दिनभरि भोकै छ नि त व्रत बसेको बिचरा नि कसलाई बस्नु भयो होला है व्रत त हो भाग्यमानी व्रत बसेर पानीको एक बुत पनि खाएको छैन कसैले देखेकै छैन त्यहाँबाट उठ्ने होइन अब तिमी त्यसरी सुतेर बस्न जाइ कसैले देखेकै छैनन् के है यसो त्यहाँबाट कालो कालो के पो बिरालो जस्तो गयो कसैले देखेनन् हामीले त कसैले केही देखेकै छैनौँ बिहानदेखि भोक बोका खाना भाइ खा रिङ्गटाला ढल्ला जिम पनि गर्छस् काम धेरै छ तेरो भनेको मानेन होइन
सुतिरहेको छु दाइ। प्रुफ मैले देखिसकेँ। अब भयो आज 30को दिनबाट नि तिमीले यस्तो गर्यो सुतिरहेकै छु त म त। के म अब त्यसले त अलि पछि यो पनि मेरो दिदी पनि एआईबाट उत्पत्ति भयो कि भन्ने बेर छैन भाइ नम्बर लाग्यो मलाई त गाइजहरू। सुतिरहेकै छु। मैले त्यही भएर दिजुलाई बिहानै सल्लाह गरेको छु दिजु कसले देखायो के भयो कस्तो के कुरा गरेर हो निन्द्रामा छु कि म कस्तो यसले मलाई गाइज हेर है मसँग सबजनाले दिदी हजुर यस्तो भनेर यताउता भनेर मसँग राम्रोसँग बोल्यो भने म रिकर्डेड केही भन्न चाहिनँ। रिकर्डेड भिडियो पहिलाको त्यही होला रेकर्डै त्यही त देखिरहेको थियो सुतिरहेको हो लाइभ रेकर्डिङ भइरहेको थियो। अलिकति टाउको पनि भइरहेको छ कि बताउ न तिमीले मलाई ट्रस्ट गर्दिनौ त्यो होइन कि भर्खर लाइभ देखिरहेको तिमीले ट्रस्ट गर्छ कि गर्दिनौ भन त गर्दैन म ट्रस्ट तिमी अब अस्ति नै गरिसक्यो अहिले मलाई पानी अझै गर्छु म फेरि यस्तै काम। अहिले मलाई तिमीले एआई भन्छौ भनेर यहाँ सुन तिमीले मलाई पानी त खुवाएकै छैन सुन तिमीले एआई भन्छौ भनेर मैले अघि नै दिजुलाई भनिसकेको थिएँ तिमी सुतेपछि गएर देखाइछु ल भनेर तेरिका अहिले भिडियो रिकर्डेड भिडियो देखाए जस्तो मान्छे त घरकै मान्छे थिइस् त किन तैँले चोरी रोपिस् भन्दा कसरी म घरकै मान्छे हुन्छु कसरी अघिसम्म त म दिदी है तपाईँ कहाँ म त बटुवा हो बिर्सिनु भयो हजुरले। त घरकै मान्छे तैँले त मलाई माया गर्थी जस्तो लाग्छ तैँले आज किन भिलन रोल नै अघिसम्म त म बटुवा हजुर त बटुवा हुनुहुन्थ्यो त मेरो लागि त बटुवा अचानक भाइ साखरले कसरी भन्नुभयो हजुर बटुवाबाट। तैँले अचानक आज भिलन रोल किन खेलिस् मसँग भन त मैले के गरिदिएको थिएँ तँलाई के खाइदिएको थिएँ भन त त्यसको मतलब हजुरले स्वीकार्नुहुन्छ होइन स्वीकार्नुहुन्छ कि अघि हजुर नै हुनुहुन्थ्यो त्यो लाइफमा। तैँले चाहिँ यस्तो अहिले घर भाड्ने सुन स्वीकार्यो देख्यौ स्वीकार्यो यसले अघि म लाइफमै थिएँ भने स्वीकार्यो यो भनेको स्वीकार्नु हो कि गराउने हो अब के गराउने हो हजुर आफै डिसाइड गर्छ दिदी के गराउने अब के गर्ने जस्तो त भन्न अब भाइ हेर है के गरेर बटुवाजी मलाई पनिसमेन्टै दिन्छौ मलाई माफ कुनै दिन्छौ पनिसमेन्टै दिन्छौ भनेपछि मलाई त्यो घाँटीको रानी हार पनिसमेन्ट देऊ ल त गिफ्ट भइहाल्यो यो कसरी पनिसमेन्ट भयो सुन देख्यौ लजिक अघि त्योसँग काट्यो नि त अब त्यसलाई फकाउनको लागि त्यो रानी हार तिमीसँग मागेर त्यसलाई गिफ्ट दिनलाई पैदा हुन्छ नि तिमीले यतिसम्म गर्छौ भनेर मैले सोचेको पनि थिएन म कसम लास्ट सोझी भाइ लास्ट सोझी के तिमी त लास्ट सोझी भयो के यस्तो धेरै सोझी पनि हुनुहुँदैन कि मान्छेको खाइसक्यो मेरो लागि राम्रो भनेर सबजना मान्छेहरूले दिजु हजुर भनेर यताउता भन्न कसैले पनि भने नभनेसम्म मेरो के मिस्टेक छ र मेरो के गल्ती छ र तिम्रो के मिस्टेक म भनिदिन्छु धेरै मेरो मिस्टेक्स के छ मेरो गल्ती के छ तिमीले दिजुलाई किन एड भन्न लगायौ त हिजो कोलाई मान्छेहरूलाई एड भनेको कस्तो हुन्छ भनेर म तँलाई देखाइरहेको छु आज त्यो बुझिस् त्यहाँ नगइकन एड इज दिस अब के गर्ने यस्ता भन् ल अब सोच केही पनि गर्न सक्दिनस् तैँले हेलो लोकी Hi. Happy Tees, okay? Happy Tees. Yeah, Tees is today festival. Oh, happy Here in Tees. Nepal. What happened to you? Why are you so sad? You look so disturbing. Cause I'm sick. You are sick? What happened to you? Yeah, I'm wearing jacket and all. What happened to you? Cause gang, sorry, traffic jam again. Cause I never see you for a week already, and I miss you. You miss me and you are sick? Yeah, cause I don't get to see. I'm coming now. You sick? I'm coming right now. हत्तिरेको यार यति पनि गर्न सक्दैन बुझ्दै हुन्छ यहाँ I'm coming right now. अहिले जान्छु Me coming right now, though. I'm coming right now. No, I go to you. अहिले जान्छु I go to you. अहिले जान्छु I'm coming.
मोबाइल त यहीँ छोडेछु आई एम कमिङ ओके वेट फर मी Okay. ओके आई एम कमिङ